सबैजनालाई नमस्ते, गुड मर्निङ। आज चाहिँ म मेरो डे इन माई लाइफ भ्लग सुट गर्दैछु। सो म बिहान जुरुक्क उठेर मुखसुख धोएर रेडी भएर नानीलाई रेडी गराएर होइको एन लान लाएँ। उसको चाहिँ 8:30 बजीबाट क्लास छ नि त, तर उसलाई सन्चो छैन के, एकदम ज्वरो आएको, रुगा खोकी भएको थियो। अनि चाहिँ 2-3 दिन बिदा बसेर आज चाहिँ बल्ल उसलाई लग्दैछु मैले। आई थिङ्क विदेशमा बस्ने हरेक महिलाहरू चाहिँ एकदमै त्यो एक्लै हुन्छ नि, बच्चालाई एक्लै हुर्काउनु पर्ने, बाबा काममा जाने, सो एकदमै धेरै कुराहरूसँग गुज्रिने के। जस्तो बच्चालाई एक्लै स्याहार्नु पर्ने, घरको काम गर्नु पर्यो, फेरि काममा जानु पर्यो। सो आफूलाई रेस्ट गर्ने टाइम चाहिँ हत्तपत्त मिल्दैन जस्तो मलाई लाग्छ है। के हो छोरी? ईशान यता हेर, मामु हेर, हाना हाना हाना। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। बहुत गर्मी छ पछुत। मरिन्छ क्या हो बाबु, 4-5 महिनामा यस्तो छ। 8 महिना पुग्दैसम्म त के होला हौ हालत। बस्ने घर चाहिँ यही हो है, यो तलको 2टा कोठा हो। कति धेरै गर्मी हो। बल्ल घर आइपुगेँ। अब नुहाइधुवाइ गरेर पूजापाती गरेर सफा गर्नुतिर लाग्यो। अघि मैले बाटोमा चाहिँ नानीलाई खानेकुराहरू चाहिँ सकेको छ, अनि कपडा पनि छैन, टी सर्ट छैन, किनेर ल्याइदिनु है भनेको थिएँ कि बाबालाई। अनि चाहिँ बाबाले चाहिँ किनेर ल्याइदिनु भएछ। भगवानको पूजा आराधना गरेपछि भात खाएँ ल। यो चाहिँ मेरो खाना हो। बिहान नानीलाई खाना दिएको थिएँ कि, अनि उसले चाहिँ खाएन, अलिकति बाँकी राखेर गएको थियो, त्यो खाएँ। अनि पछि आफूलाई थपेँ। बुढाले हिजो अल्छी गरेर पकाउनु भयो रहेछ मासु, त्यही हिजो बेलुकाको मासु र भात खानाको। माउन्ट ड्यू यो चाहिँ मेरो फेभरेट हो। दिनको 10 ग्लास खायो भने पनि मैले सकाउँछु होला यो चाहिँ। एक घन्टा सुतेछ, उठ्नु पर्यो, काम गर्नु पर्यो, छोरी लिन जानु पर्यो 4 बजे। यतिको सफा गरेर म लागेँ अब छोरी चाहिँ 4:30 बजीभन्दा अगाडि लेख्न पुग्नुपर्छ के। म झन् जहिले लेट हो सुतेँ, अनि अलिअलि काम गरेँ, भ्याए जस्तो गरेर है, जहिले लेट हो के। कुद्नुपर्छ अब छिटो। म बस्ने गाउँ चाहिँ एकदमै रमाइलो पनि छ है साथीहरू। यो चाहिँ अलि रेसिडेन्टल एरिया हो नि त, त्यही भएर यहाँ चाहिँ शान्त साइलेन्स छ कि, एकदमै धेरै साइलेन्स छ। अनि मलाई यहाँ चाहिँ त्यही मनपर्छ कि, बेस्ट पार्ट चाहिँ यहाँ चाहिँ एकदम साइलेन्ट छ, नोइज छैन। अनि कस्तो सुकुनको निन्द्रा हुन्छ नि, त्यस्तो चाहिँ सुत्न पाइन्छ क्या। मलाई चाहिँ यो यहाँनिर सबैभन्दा मनपर्छ क्या, यो गार्डन हेर्नु न, कस्तो खतरा गार्डन छ नि, कस्तो खतरा गार्डन चाहिँ कस्तो मनपर्छ क्या मलाई यो। मेरो छोरी आउनुभयो है गाइजहरू, मेरो छोरी हो, उहाँ चाहिँ सिङ्काने छोरी भएर आउनुभयो। हाई साथीहरू, हाई। नो प्लिज दिनुहोस् न, मामालाई दिनुहोस्, छोरी नखाइदिन्छु, आमा दिनुपर्छ भनेर। लोभी छोरी, लोभी। सेयरिङ इज केयरिङ, होइन? छोरीलाई लिएर अब म घर जान्छु। अनि छोरीलाई खाजा खाँदेर अनि म फेरि काममा लाग्न पर्छ साथीहरू। मेरो चाहिँ 7 बजेबाट काम छ, सो 1 घन्टा चाहिँ मलाई काममा पुग्न लाग्छ घरबाट।
मेरो छोरीले चाहिँ हेरौ त हावाले कपाल खसाल्दै क्या फोहोर सबै आलु पोटेटो फाल्दी त्यही भएर मैले टिपेको हो क्या त्यो फोहोर हो त्यही भएर जापान चाहिँ त्यही भएर क्लिन छ आफूले फोहोर गरेपछि आफैले सफा गर्ने नेपालमा त त्यस्तो हुँदैन नि त हाम्रो कता किन्ने खाने त आफू नि हो तर यहाँ चाहिँ त्यस्तो हुँदैन म चाहिँ काममा हिँडेँ अब थोरै लिपापोती पारेर काममा हिँडेको आज बेलुका पानी छ क्या अब त्यही भएर छाता म चाहिँ कस्तो भएर गइछु भन्ने देखेँ नि साथीहरू म देखाउँछु ल देखाउँछु नि त साथीहरूले मलाई चाहिँ इयरिङ लाउन बिर्सेछ क्या नि कति राम्रो इयरिङ छ नि त के पारेर मलाई यो कस्तो मन परेर किनेको कति धेरै मन परेर किनेको पो त अझ मन भयो यतिकै जान्छु टिका लैछु लास्ट As you know, this is my favorite place. मेरो पनि भोलिपर्सि नेपालमा गयो भने म यस्तो क्युट गार्डन बनाउँछु कि म चाहिँ बस चढेर एकैसम्म आएँ स्टेसनसम्म अब चाहिँ यहाँबाट ट्रेनमा 10 मिनट जति लाग्छ मेरो कम्पनी मैले काम गर्ने ठाउँमा रेस्टुरेन्ट हो नि त त्यहाँसम्म पुग्नलाई चाहिँ अब 10 मिनट जति लाग्छ अब मेरो ट्रेन चाहिँ मैले चाहिँ बिचमा एउटा ट्रेन फेरेर जानुपर्ने छ क्या किनभने आज भोलि चाहिँ डाइरेक्ट जाने ट्रेन चाहिँ एकदम धेरै टाइम ग्यापमा मात्र आउँछ पहिला चाहिँ चाँडै आउँथ्यो अहिले चाहिँ आउँदैन के सो ट्रेन चाहिँ आइसकेको छ पछाडि म यो ट्रेनमा अर्को स्टपसम्म जान्छु अनि त्यसपछि अर्को स्टपबाट चाहिँ म अर्को चेन्ज गरेर जान्छु क्या सी यु अन्टिल चाहिँ म चाहिँ ट्रेनमा चढ्छु अब चाहिँ म अर्को ट्रेन छिरेँ So, to find my seat. 新横浜方面、東急東横線直通、地下鉄副都心線、अर्को ट्रेनमा चढेको म यो चाहिँ यसले चाहिँ अब म पुग्ने ठाउँसम्म पुऱ्याउँछ अब ट्रेनबाट निक्लेँ अब 4 तला माथि गएर अनि अझ 1 तला माथि गएर बल्ल माथि निक्लिन्छ कि म चाहिँ अन्डरग्राउन्ड 4 तला मुनि छु अहिले अब अझ 1 तला माथि जानुपर्छ बाहिर मेन रोड निक्लिनको लागि अब सो जाँदैछु अनि अहिले चाहिँ 6:40 जति गयो म चाहिँ घरबाट 6:10 मा हिँडेको थिएँ अनि 30 मिनटमा चाहिँ लगभग म चाहिँ यहाँ आइपुग्दो रहेछु अनि 5 मिनटको डिस्टेन्स जति हिँडेपछि चाहिँ म रेस्टुरेन्ट पुग्छु सो त्यही नै हो धप्पेडी छ धप्पेडी घरि यता कुदा घरि उता कुदा कुदेको अनि यो मादले छाता बोक कुदा जापानमा पानी भर्ने घरि के हुने छातै झर्न नदिने म चाहिँ बाहिर निक्लेँ 5 तला माथि हो यो चाहिँ तल म आउने ट्रेनबाट चाहिँ ए मेरो यस्तो झोला गरम भयो क्या मादले छाताले गर्दा सो यो चाहिँ सिनियोकोहामा भन्छ यसलाई चाहिँ सिनियोकोहामा हो अनि सिनियोकोहामा चाहिँ एकदम रमाइलो छ बेलुका चाहिँ लाइक चाहिँ धेरै रेस्टुरेन्टहरू अनि अब दारू पिउने ठाउँहरू टन्नै धेरै छ क्या यहाँ काम गर्ने ठाउँ चाहिँ आइपिन लाग्यो आइपुग्यो नै ओहायो गोजाइमास अब चाहिँ यहाँबाट भित्र छिरे 4 तला माथि छ अब चाहिँ ड्रेस चेन्ज गर्नुपर्ने ठाउँ हो यो चाहिँ ड्रेस चेन्ज गरेर काममा जान्छु हेलो म चाहिँ
कम्पनीको ड्रेस लगाएर रेडी भएँ। हेर्नुहोस् त म कस्तो भयो। यो चाहिँ एप्रोन हो, यो चाहिँ लगाउनुपर्छ कम्पलसरी, टी-सर्ट र एप्रोन। प्यान्ट चाहिँ तलतिर लगाइ हुन्छ। अनि चप्पल चाहिँ आफूले घरबाट ल्याउनुपर्छ क्या। यो चाहिँ आफ्नो चप्पल हो, नचिप्लोस् भनेर। अब चाहिँ कुकिङ गर्नुपर्छ नि त, त्यही भएर त्यही लगाएको हुन्छ। त्यो नचिप्लोस् भनेर यो चप्पल लगाउनुपर्छ। सो घरलाई कपाल चाहिँ यसरी बाँधेको, अहिले अल्झाउँछ क्या काम गर्दा गर्दा। म त्यता टोइलेटपट्टि आएर यहाँ ऐना छ नि त, अनि यसको अगाडि हेरेर जान्छु क्या जहिले पनि। सुट गरेर चाहिँ यहाँ बसेर, अनि अब चाहिँ म काममा छिर्छु 5 घन्टाको लागि। See you after 5 o'clock. Bye bye. Hello. Back from work. अब चाहिँ हामी ट्रेन चढ्ने बेला भयो। त म दाजु र म चाहिँ घर फर्किँदै हो। लेट्स गो होम। अस्ति थकेर आएर साथीहरू म चाहिँ यस्तरी बसिरहेको छु। अझै 1 घन्टा लाग्छ घर पुग्नलाई। म चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएर अब सुत्नलाई गएँ। Bye bye. See you on next vlog. Thank you for watching. Thank you so much for watching my full vlog. I love you. I love you. Bye bye. Thank you. Thank you. Thank you. Thank you. Thank you.